यदि आज तपाईहरू थाक्नु भएको छ भने केही समय चुप लागेर असहाय भएर रुनुहोस्, तर हार नमान्नुहोस्, किनकि भोलि बिहान उठ्ने साहस यही आँसुहरूले निकालेर दिन्छ। कहिलेकाहीँ यस्तो लाग्छ कि तिमी बाहिर हाँसिरहेको छौ तर भित्रभित्रै मन टुक्रिँदैछ। कहिलेकाहीँ लाग्छ समय मेरो विरुद्धमा छ। हिजो खुसीले भरिएको मुटु आज यति खाली छ कि शब्दहरूसम्म ठाउँ पाउँदैन। रिस उठ्छ तर थाम्न खोज्दा मनभित्र खिन्नता बोध हुन्छ अनि मनले भन्छ कसैले मलाई बुझिदिएको भए कस्तो हुन्थ्यो होला। दुःखभित्रै दबिएको हुन्छ। सबैका अगाडि हाँस्नुपर्छ, आफ्नो पीडा लुकाउनुपर्छ, तर साँझ पर्दा जब सबै थामिन्छ भित्रको पीडा आँसुमा झर्छ अनि आफैसँग सोध्छ के मैले अरूलाई दुःख दिएको छु, के मैले बाटो छुटाएको छु। गल्ती सानो त सानो नै हुन्छ, तर कहिलेकाहीँ त्यही सानो गल्तीले मुटु भारी बनाइदिन्छ। वरपरका सबै मानिसहरू भन्छन् सब ठिक हुन्छ, तर भित्र त यस्तो लाग्छ कि ठिक शब्द नै हराइसकेको छ। तर आशा कहिल्यै मर्दैन। मनभित्र टुक्रिएको ठाउँमा पनि उज्यालोको किरण छ। आफूलाई सम्झाइरहन्छु समय बुझ, रिस रोग, पीडा सहु, गल्ती स्वीकार गरेर झुक, त्यसपछि जीवन फेरि उठ्नेछ। आज थाकिएको छ भने आँसु पुछ, चुपचाप बस्नुहोस् तर हार नमान्नुहोस्, किनकि यही आँसु र पीडाले नै भोलि बिहान तपाईहरूलाई फेरि मुस्कुराउन सिकाउनेछ।